जीवनमा के होइन एकदम ह्याप्पी भएर जिउनु पनि एउटा कला हो नि त। अनि देयर आर भेरी फ्यु पिपल्स हु आर ह्याप्पी एभ्री टाइम, इन्जोय अ लिटल मोमेन्ट एज वेल। अनि त्यही मान्छेहरूमध्ये एउटा मान्छे चाहिँ मेरो जेठानी दिदी पनि हुनुहुन्छ, सृजना दिदी। तर म उहाँलाई भन्न चाहिँ भाउजू भनिरहेको हुन्छु, पहिलेदेखि भाउजू भनेको भएर मेरो बिहेभन्दा अगाडिदेखि नै भाउजू भनिरहेको, अनि त्यही भएर भाउजू नै भन्न आउँछ। अनि उहाँ चाहिँ लास्ट चाहिँ एकदम ह्याप्पी हुने हो क्या एभ्री टाइम होइन, खुसी हुन्छ। अनि कहिलेकाहीँ बोर फिल भयो भने उहाँबाट पुगेपछि चाहिँ एकदम मजा आउँछ। जे होस्, सी इन्जोय द एभ्री मोमेन्ट इन हर लाइफ। अनि आज चाहिँ हामी बेलुकातिर, दिउँसभरि यतिको टाइम भएन, अनि बेलुकातिर सरप्राइज दिनलाई भनेर भावना दिदी, सृजना दिदी भएर टक्क लगाएर गएको। अनि काँक्रो खाँदै हुनुहुँदो रहेछ, हामी पनि भट्टाभट जाने बित्तिकै काँक्रो खान थाल्यो, मक्क परिरहनु भएको थियो, खुसी भइरहनु भएको थियो। अनि काँक्रो 3-4वटा काँक्रो थियो, सबजनाले खाएर फेरि अर्को एक थाल आइसक्यो, सबजना भएर खायौँ, रमाइलो भइरहेको थियो। नुन खुर्सानी पनि आइरहेको थियो। एन्ड देन वी सेलिब्रेट द बर्थडे। अनि दादा पनि आजै आउनुभयो, फेरि भाउजूलाई सरप्राइज दिन चाइनाबाट पुरै वाटर बोतल पनि डम्बेलवाला सेपको थियो, कस्तो रमाइलो लागेको थियो। अनि चक्लेटहरू पनि लिएर आउनु भएको रहेछ दादाले, अनि चक्लेटहरू पनि ट्राई गऱ्यौँ। एन्ड सेयर आवर ह्याप्पी मोमेन्ट्स देयर। अनि केक काटेर सबैजनाले केकहरू पनि खायौँ, एकदम रमाइलो भयो। जोस् भाउजूलाई हेर्दाखेरि चाहिँ मलाई जतिखेर पनि त्यही फिल हुन्छ कि सी इज सो ह्याप्पी पर्सन एभ्री टाइम। अनि यो टी सर्ट चाहिँ गिफ्ट थियो हाम्रो तर्फबाट। अनि चक्लेट पनि खायौँ, भेराइटी अफ दिस चक्लेट। अनि टी सर्ट लगाएर ट्राई गरिसक्नुभयो भाउजूले, भान्जूले 4 चोटि थपेर पनि खाइसक्नु भयो। आजलाई यति नै, बाई बाई, सी यु नेक्स्ट टाइम।